हेमा फुपू नरोएर त बोजू पो रुन थाल्यो के यहाँनिर त आउँदै गर्नु ल के भनिस् त बोजूलाई पंगा दिनु छिटो बोजूलाई पंगा दिनु बोजूलाई पंगा दियो आउँछ नि भन न आउँछौ हामी आउँदै गर्छौँ बडी ल ल नरिनु नि आउँछ नि हामी ल हेलो एभ्रिवान हामी कहाँ काममा भन्नु त माइली बडीको घरमा गएको हामी चाहिँ आज चाहिँ किन गएको याद छ आमा के दिँदैछ भनेर म सरप्राइज दिँदैछु तपाईँ र बडीलाई ल पानी पनि पर्नु चाहिँ पर्दैछ कि अचानक जाने प्लान भयो यहाँ चाहिँ बडीको कोसेली अझै कोसेली किन्नु बाँकी छ र मेरो सरप्राइज के हो भन्दा चाहिँ गाइस म तपाईँहरूलाई देखाउँछु ल सिनमा अरू छोरी चाहिँ अघि आएर बसेको छ गाडीमा आमा गाडीमा बस्दै गर्नुहोस् 250 एउटा दिन प्याक हो रेडी हो गाइस मैले चाहिँ किनिसक्यो र अर्को सरप्राइज चाहिँ के छ भन्दा चाहिँ यहाँबाट चाहिँ केक लाने हो म के छैन रहेछ गाइस पिस रहेछ तर एउटै पिस चाहिँ रहेछ रहनु चाहिँ हो भन्न गाइस मैले पाएँ एउटा रहेछ लास्ट कि गाइस मैले चाहिँ किनिसकेँ अब म जाँदैछु क्यान्डल किन्नु जाँदैछु यसमा चाहिँ क्यान्डलै पाइनँ केक र रम चाहिँ पाएँ कि क्यान्डल खोज्न फेरि पर जाँदैछु यहाँनिर चाहिँ बल्ल बल्ल भेटेँ मैले साथी हो अब निस्केको म ढिलो भइसक्यो साथी हो हामी चाहिँ बडीको घर मुनि आइपुग्यो मेरो नानी चाहिँ सुत्यो त्यहाँ चाहिँ गाडी पार्क गर्दैछ आमा अगाडि हिँड्नुभयो गाइस पानी ठुलो पर्यो बुटुको स्कुलको मुनि छ हामी चाहिँ यता हेर्नु नि मेरोमा फाइनली हाम्रो बडीको घर आइपुगे बडी भेट्यो बोजू नातिनी लु बडी र आमा भित्र आउनु पर्यो अब मेरो चाहिँ सरप्राइज यही हो आजको मदर्स डेको हो मेरो आमा र माइली बडीलाई चाहिँ मैले सरप्राइज दिन आएको आज चाहिँ हो ह्याप्पी मदर्स डे ह्याप्पी मदर्स डे मेरो बडी र मेरो आमालाई ह्याप्पी मदर्स डे आजको सरप्राइज चाहिँ बुहारीकोबाट यही हो है गिफ्ट त लेख्नु सकिनै पर्यो यही हो है ल ह्याप्पी मदर्स डे ह्याप्पी मदर्स डे मेरो सासू मगलाई थ्याङ्क यू के हो है किचनमा चाहिँ बडीको यस्तो हुन्छ बडी भएपछि चाहिँ मेरो हस्बेन्डले सघाउनु हुँदैछ मलाई बडी र आमा गफ गर्नुहुँदैछ भेज हो बडी र आमा चाहिँ भेज हामीले चाहिँ चिकन छ बडीले ल्याइदिनु भएछ हामी मसलाहरू बनाउँदैछ प्याज काटिसकेको छु अनि ल्याउनु भएको छु तपाईँले हो म चाहिँ आइरा खुसी छ आमा र बडी गफ गर्नुहुँदैछ आइरालाई चाहिँ खुल्ला जग्गा भेटेर चाहिँ मजाले खेल्दैछ पछि म चाहिँ कुकिङ लागेको गाइस है भरे भेटौँ ल कि भएन नुन लाग्यो कि लागेन सादा छ बडीहरूको सब्जी चाहिँ बडीको चियरमा म पाँच बडीले चाहिँ दुःख गर्नु भएन ल उता बस्तीमा गऱ्यो म त आएछ गएर किचनमा बस्थ्यो हो किचनमा राख्थेँ है पकाइ खालि किचनमा राख्ने मैले गएर किचनमा ऊ पनि चिरा होला नि त मैले पर्छ किचनमा राख्थेँ मिठो मिठो पकाउनु हुन्छ होला नि त मेरो हस्बेन्डको चाहिँ डेली ड्युटी हो बोजू नाति
चाहिँ जङ्गली भेडाको सिङ रहेछ हाम्रो बडाबडीकोमा कत्रो बढ्यो यत्रो त देखेको थिएन मैले त। यो सँगसँगै साथीभाइहरूलाई म 25 वर्ष अगाडि पुरानोको घर हाम्रो बडाबडीको होम टुर गराउने छु। साथसाथै 25 वर्ष अगाडि कस्तो डिजाइनको घर हुन्थ्यो त्यो पनि देखाउने छु है गाइस। र म चाहिँ तपाईँहरूलाई फ्रन्ट लबीदेखि भित्र लानेछु। यो चाहिँ हो तपाईँको फ्रन्ट लबी। अब म जान्दैछु। त्यति बेला 15,000 हो। यो पनि त्यही हो। 8 लक्की साइनको रहेछ टेबल। हेर्नुहोस् है गाइस कस्तो दामी पुरानो फर्निचर रहेछ। तर हाम्रो बडीले चाहिँ दामी सजाएर राख्नुहुन्छ नि त। हाम्रो बडी पुरानो फर्निचरहरू चाहिँ यहाँ चाहिँ म चाहिँ फर्स्ट टाइम आएको है बडी यहाँ। बडी म बुहारी कस्तो छ अरे भनिदिनु त। अब नम्बर 1 हो नि। बडी र बुहारी चाहिँ मिल्ने रहेछ है। बडी र बुहारी चाहिँ मिल्ने रहेछ फलाङफुलुङ है। बाङबोक यो पनि त्यस्तै उहिलेको डिजाइनको छ कि तर अहिले हो नि खास यो चाहिँ यहाँबाट चाहिँ सिटिङ रुमबाट चाहिँ छेसम्म मजाले देख्छ है। हेर्नुहोस् न गाइस मजाको छ डिजाइन। यो चाहिँ हाम्रो माइला बडाबडीको घर हो बुर्तुकमा हो। दामी चाहिँ यो चाहिँ 25 वर्ष अगाडिको पुरानो घर है हाम्रो बडाबडीहरूको चाहिँ। कतिमा बनाउनु भएको? 2000 मा। आमामा 2000 को घर हेर्नुहोस् है गाइस। त्यति बेला 1.5 लाख। यो चाहिँ गुरुदेवको गुरुदेव हजुरको सबै थियो। अहिले त यस्तो त कसले बनाउँछ होला बनाउँछ जस्तो लाग्यो नि। यस्तो त देखेको छुइनँ मैले है। कस्तो दामी रहेछ हेर्नु नि डिजाइनहरू। माथि डोल्माको हो त्यो त डोल्मा रानीको छेसम भिजिट गराउँदैछु म हाम्रो बडा र बडीको। गुरुदेवजी डोलो जङ्गु हो हजुर। यता चाहिँ बुद्ध भगवानको 25 वर्ष पुरानोको है गाइस। यो चाहिँ अब यतिको डिजाइन चाहिँ कसले खोप्छ? अब अहिले खोप्छ होला तर रियर हो यो चाहिँ एकदम टेक्निकलको बनाएको है बडी। टेक्निकलले हेर्नुहोस् है गाइस डिजाइनहरू। हाम्रो बडीले चाहिँ तर यति राम्रो स्याहारेर राख्नुहुन्छ है घरहरू चाहिँ। मेन हो नि बुद्ध भगवान गुरु रिम्बुचे चङ्ग्रासे खोहरू त हेर्नुहोस् है गाइस। यस्तो डरलाग्दो स्याहारेर राख्नुहुन्छ हाम्रो बडीले त। हामी त यतिको गर्नु सक्दैन होला। खिचे नि बडी आमा मम्मी हेर्नु नि। अब 25 वर्ष अगाडि चाहिँ यो चाहिँ यस्तो छ भनेपछि कस्तो चाहिँ होला। अब अहिले त कति लाख लाग्छ। अब उहिले नै 1.5 लाख लागेको अरे। अब उहिले चाहिँ 1.5 लाख लागेको अरे साथीभाइ हो। हात्ती रहेछ घुँडा रहेछ हो। ए हो हेर्नुहोस् त अन्त गुरुजीले भन्छ नि सबैको अर्थ छ अरे। हेर्नुहोस् त डिजाइनहरू। तर कपी चाहिँ नगर्नु होला है साथीभाइहरू। कपी चाहिँ नगरिदिनु होला भनेर है बडी। यहाँ हेर्नुहोस् है युनिक बस्ने बडीको बस्ने अरे यो चाहिँ 10-20 लाख त यो छेसम बनाउनु लाग्छ है। छेसमको टुर गराएको मैले। यत्रो स्पेसहरू पनि हाम्रो बडीले चाहिँ मजाले कभर गरेर बनाएको छ। हेर्नुहोस् है अँधेरोमा खिचेको राति। पहिला त्यो टाइममा चाहिँ मान्छेहरू पनि त्यही हेर्नु आउँथ्यो है बडी। घर त्यही हेर्नु आउँथ्यो। घरै हेर्नु आउँथ्यो। हाम्रो त गुरुदेव त मान्नुपर्छ नि फेरि। गुरुदेव हजुर चाहिँ पुरा मान्नुहुन्छ हाम्रो बडीले हो हजुर। हामी त सक्छ क्या त बडी अन्त स्याहार्नु। कपिलले गर्छ नि। यहाँ चाहिँ हाम्रो लामाहरूको
सबको लागि है बडी किचन यो चाहिँ नजिक सजिलो हुन्छ भनेर अर्को किचन चाहिँ बाहिर छ यहाँ चाहिँ अब लामाहरू पर्दाखेरि चिया बनाउने डाल्डाहरू तताउने ग्यास चाहिँ त्यहाँ छ अब हाम्रो ठुलो किचन चाहिँ पर ठुलो किचन चाहिँ यहाँ बाहिर छ यहाँ पनि किचन छ है बडी हाम्रो बडीको होम टुर भाइ बुहारी सबै भिडियो गर्ने यहाँ हाम्रो बडी हुनुहुन्छ यस्तो गर्नु पर्यो काइराले हालेको हेर्नु नि त्यहाँनिर खै फुपूलाई थ्याङ्क यू भन्नुभएको Thank you. हेलो भाग्यमानी हुनु पढ्नु कसै भन्दा कमी नहुनु खै बेबी हेमा फुपूलाई बाइ हेमाती स्याट भयो त हेमाती भदै नि जान्छ अब तपाईको जाउँ न हामीसँग अन्त फ्याङ्किस गरिदिनु नि के भन्नुपर्छ अरे बडी बजारको रुपियाँमा सिध्यो बेलुका त्यो भन्नुपर्छ हामीले नानीहरू लिँदा है दिदी गएको है बाई बाई बोजू पो रुनु थाल्यो क्या यहाँ त हेमा फुपू नरोएर त बोजू पो रुनु थाल्यो क्या यहाँनिर त कहिले आउने बहिनी आउँदै गर्नु ल के भनिस् न बोजूलाई पङ्ग दिनु सिधै बोजूलाई पङ्ग दिनु बोजूलाई पङ्ग दिउ आन्छु नि ल म छिट्टो आन्छु भने आउँछु भनेको आउँछु ल भनेको खै हेलो ह्यान्डसेक गरिदिनु ह्यान्डसेक गरिदिनु छिटो कहिले आउने आउँछु नि ल म भन्नु नि भन न आउँछु नि भन न आउँछ हामी आउँदै गर्छ नि बडी ल आउनु ल ल नरुनु नि आउँछ नि हामी ल आउँदै गर्छ नि अन्त हामी ल बाई बाई गरिदिनु बोजूलाई छिटो बोजूलाई बाई बाई गएको है अब हामी ल बडी जेठानी देउरानी दुईजना रोक्यो हेर्नु नि अङ्गला मारिदिनु नि अब लास्ट छुट्टिएको त अब माइली र साइली है माइली र साइली हेर्नु नि दिदी जेठानी देउरानी के छ र हामीलाई पनि आँखा भनिरहेको छु भने है ल बडी ल गएको आउँछ नि हामी ल आउँदै गर्छौँ ल गएको बाई 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 हेमा दिदी बाई बाई ल बडी गयो हामी ल अँधेरो भइसकिसक्यो हुन्छ बडी हुन्छ बडी हुन्छ गएको हुन्छ बडी भाइहरू आउँछ हुन्छ यस्तो हुन्छ है जेठानी देउरानीको माया भनेको चाहिँ ल लिएर आउँछु भाइहरूलाई ल बडी ल गएको बाई बाई गुड नाइट सी यू हुन्छ बडी बडी आफै रोयो अन्त हुन्छ बडी गए बहिनीले माया लगाए है हुन्छ बडी हुन्छ यो त पार्खा होइन है ल हुन्छ बडी हुन्छ